दिएर कति लामा नङ पालिकन नङ काटिलु हो यही नङले गर्दाखेरि त बिरामी हुन त के भन्दै के आज मुखन देला देखे बान्ता भयो त हो के पेट पनि सित्ती काटेर गुणन गरेछ दुई चोटी उभाइए अनि पैसा खालाले भइगयो यहाँ पैसा खालाले भइगयो त्यही बेला हुँदैछ पसौगाले हातले खाना नखा टोइलेट गएपछि चाक सभा धोएपछि साबुन पानीको प्रयोग गर खाना पकाउनु अघि खाना खाने बेला मजाले हात धो हात खुट्टा नङ काट हुनेर बज्यो हुने मानिस त्यही कथा अकन सिकाउनु सफा मान्न आफू जुन कलिउ धुनाउ त तिमी रक्सी खाइन आउन त्यही हातले भात खाइलान फोन गर्ने त तिमी छ घर बुढो हात दुले न मुख दुले हिउँदा पनि नयानु नि बट्टाले देछि सरकार त नाना त आइल पानीको व्यवस्था गर्ने अब के बट्यो इज्जत हाल्दै हैन अब त हाम्रो यत्रो टोल सुधार छ सफाई टोल सुधार आज घोषणा हुँदैछ जनता सारा खुसी छन् घर घर टोइलेट छ घर घर धारा छ सबैले नाना दुन मजाले पाउने छन् अब किन फोहोरी हुन म पो किन फोहोरी हुन तँ पो किन फोहोरी बटी अब त आँट गर्नुपर्छ हामीले छोराछोरी नै फेरि अनि सफा टोइलेट गरिरहेको छु फेरि जथाभावी हाउन लागेन ढोकाबाट भित्तामा गुगन लालिस् त निकी नै टोइलेट के धारा जोडा हुने धोटा तुम्ही अनि पानी नापा बोल्नु पर्दो कहाँ हुन्छ त अनि गरी अनि नापा जोड्नु पर्छ सरी धारै भित्र राखेको छ एक कारण सुसा कार्यक्रमले कस्तोले हेरेछ ठाउँ ठाउँमा सुसा नआइदियो भने हाम्रा न धारा न टोइलेट हुने थियो जेवानी हिमा गाउँपालिका अध्यक्षको पहलमा सुसाको कार्यक्रमले कत्रो हुआ छ ए ताली छुट्टाइ नके उहाँहरुको लागि जोरदारका छ माथ फुटा लाउँदै बोल्दैन त के हैन मेरो बानीले यस्तै त के भयो होला भा बोल्दै पनि यत्रो आवाज आइरहन्छ बा सुसा कार्यक्रम र जस हिमा गाउँपालिका अध्यक्षले अब केही हाम्रो गाउँतिर नाना धारा र पानीको व्यवस्था भयो धौके बताउ अब कहाँ भएछ त गाउँतिर के नाफा दुःख छ के छ भुइ खोलो हुँदो छ खोलाउनु कति कति पानी छ क्षति भयो सिँचाइ गर्ने पानी नै आकाशबाट आइदिएन भने त्यस्तै समस्या छ टोइलेट गऱ्यो भने चाहिँ एक चिम्चा पानीले काउने हात तुनु काउने दुःख फाल्नु त्यो अनि त्यो भिङ्ता राङ्टी देखिने भयो झिना भन्किने भयो त्यही आई खानाउने बस्ने भयो हजुर हामीलाई साह्रै समस्या छ माथि पाइन्छ मेरो गाउँ अब क्या मन्त्रीजी आउनु भएको छ महिलाले हुने कुरो लाग्दो छ अरे मन्त्रीजी यति पानीको सबैको ठाउँ पानीको व्यवस्था नगरेपछि त घोषणा पनि सबै घोषणा पनि आँट हुने भयो त नि पानीको सबै ठाउँ सुविधा भएपछि अहिले अब पल्लो गाउँबाट सुरु गर्दै पल्लो गाउँ जाउन माथि जाउन यो पुरै यो जुम्ला जिल्ला ओरी जिल्ला पुरै तिनवटा नगरपालिका गाउँपालिकामा सफा सुग्घर होला त्यो त सिका गर्दै हुने त हो त भटिया त्यही गाउँबाट मुख्य नगर्ने हुन न ताका